यसमा चाहिँ नेपाली प्रोडक्टहरुमा चाहिँ हजुरको के छ भन्दाखेरि कम्पनीले वारेन्टी सहित दिएर दिने हुँदाखेरि अहिले म्याक्सिमम बजारमा 80% चाहिँ नेपाली जुत्ताहरु अलि राम्रोसँग बिकेको हामीले महसुस गरेका छौं। अब जुत्ता राम्रो पनि छ, अब यो नेपाली ब्रान्डको जुत्ता पनि हो है। त्यसकारण भयो तपाईले यहाँबाट किनेर लानु भएको जुत्ता किने मैले त 10 वर्ष भइसक्यो। कतिको टिकाउ छ त्यहाँ मलाई? जुत्ता एकदम टिकाउ, कस्टमरसँग बिहेभ पनि राम्रो गर्नुहुन्छ र मिलाएर पनि दिनुहुन्छ के उहाँहरुले। फुट चेल्सी फुट भन्छ सबैभन्दा बढी जुत्ता अहिले यो बिक्या हुन्छ। अनि एक साइज हजुरको यसैमा एक साइडमा हजुरको यो चेन भएको यो एकदम लगाउनलाई कम्फर्टेबल भएको कारणले गर्दा सजिलो पनि हुने भएको कारणले यो पनि राम्रै बिकिरहेको जुत्ता। हाम्रो बनेश्वर राम्रो बनेश्वर जम्न बनेश्वर राम्रो बनेश्वर हाम्रो बनेश्वर आउन बनेश्वर पूर्व दक्षिण भागमती पश्चिम रुद्रमती उत्तरतिर बनेश्वरको शिरमै पशुपति हाम्रो बनेश्वर राम्रो बनेश्वर जाउन बनेश्वर ए राम्रो बनेश्वर हाम्रो बनेश्वर आउन बनेश्वर स्टार होटल क्याफे बैंकेट रेस्टुरेन्ट छन् धेरै अस्पताल स्कुल कलेज राम्रा सबै यतै बडेश्वर छक्क बक्क सबको कृपा राम्रो काठमाडौँकै सेन्टर मुटु बनेश्वर हो हाम्रो विविध विचार कला पेसा हाम्रै बनेश्वरमा इटिङ मिटिङ सपिङ डेटिङ भेटिङ बनेश्वरमा सिनेमा हल सेलुन पार्लर फ्यान्सी पसल धेरै। तपाईं सम्पूर्णलाई स्वागत छ। रेडियो अडियो र नयाँ बानेश्वर व्यापार व्यवसाय संघको संयुक्त प्रस्तुति जाम्न बानेश्वरको अर्को श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ। आज हामी कहाँ आएका छौँ भन्दाखेरि आज हामी चाहिँ ठ्याक आइप्लेक्स महलको अपोजिटमा रहेको आवर सुज ग्यालरीमा आइपुगेका छौँ र यो आवर सुज ग्यालरीमा चाहिँ कस्तो खालको सुजहरू पाइन्छ हैन, यहाँ चाहिँ कति प्रकारको सुजहरू चाहिँ एभाइलेबल छ हैन, यहाँ चाहिँ आउने ग्राहकहरू कतिको सन्तुष्ट हुनुहुन्छ र यहाँ पाउने जति पनि सुजहरू छ त्यो चाहिँ कतिको टिकाउ र कतिको चाहिँ सुलभ र सस्तो दाममा पाइन्छ, त्यो सबै कुराको जानकारी चाहिँ हामी चाहिँ आज तपाईलाई देखाउँछौँ। र तपाईले यो कार्यक्रम रेडियो अडियोमा चाहिँ हरेक आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे चाहिँ सुन्न सक्नुहुन्छ भने भिडियोको रूपमा चाहिँ यहाँले फर्सी नेटवर्क मार्फत चाहिँ यहाँले चाहिँ आइतबारदेखि शुक्रबारसम्म बिहान चाहिँ 8 बजे चाहिँ यहाँले देख्न सक्नुहुन्छ। आउनुहोस् अब चाहिँ हामी आवर सुज ग्यालरीमा चाहिँ प्रवेश गरौँ र त्यहाँ कस्तो खालको चाहिँ कुराहरू आउँछ र कस्तो खालको सुजहरू चाहिँ तपाईँले चाहिँ हामीले देखाउन सक्छौँ र कति खालको चाहिँ टिकाउ हुन्छ त्यो सबै विवरण चाहिँ हामी तपाईँलाई देखाउँछौँ। आउनुहोस् भित्र प्रवेश गरौँ। सुरेन्द्रजी हुनुहुन्छ यहाँका सञ्चालक। म चाहिँ यहाँ चाहिँ विशेष गरेर आवर सुज ग्यालरीमा चाहिँ आज कस्तो खालको सुजहरू छ हैन, अब सिजनेबल सुजहरू छ या स्पोर्ट्सहरू हैन, त्यो सबै खालको सुजहरू चाहिँ म चाहिँ तपाईहरु माझमा चाहिँ त्यो दृश्य पनि देखाउँछु, साथसाथै तपाईले सुन्न पनि सक्नुहुन्छ। नमस्ते। नमस्ते सर, म पहिला चाहिँ यो जुत्ता हेर्ने चाहे हैन, अब अहिले एकदम जाडोको मौसम छ, यो जाडोको मौसममा मान्छेहरु मर्निङ वाकमा जाने छ नि, त्यो टाइपको चाहिँ जुत्ताहरू छ कि छैन यहाँ? जाडोको मौसमको लागि स्पेशली चाहिँ स्पोर्ट्स सुजहरू बिक्ने हो र यो मिल्छ। स्पोर्ट्स सुजहरू यस्तो टाइपको स्पोर्ट्स सुजहरू म्याक्सिमम बिक्छ। अब हामीसित चाहिँ स्पोर्ट्स सुजमा नि धेरैवटा क्वालिटीहरू छन्, तपाईँको नेपाली प्रोडक्ट पनि छ, विदेशी पनि छ, एक्सपेन्सिभवाला पनि छ, एकदम कस्टमरको लागि चिप पनि छ। उहाँहरूले जस्तो उहाँहरूको जुन रोजाइमा हुन्छ त्यही नै हामीले स्पोर्ट्स सुजहरू हामी दिन्छौँ। अब यङ केटाहरूको जेनेरेसनको लागि चाहिँ हामीले स्नेकर्स टाइपको जुत्ताहरू स्पोर्ट्समै लाउनु भने चाहिँ स्नेकर्स टाइपको हो, यिनीहरू पनि जाडोको लागि एकदमै बिक्ने जुत्ताहरू हो अहिलेको लागि। जस्तै यहाँले अब सस्तोदेखि महँगोसम्म पनि भन्नुभयो हैन, जस्तै यहाँ सबैभन्दा बिक्री हुने चाहिँ कस्तो खालको स्पोर्ट्स हो नि?
अहिले हाम्रो यो नेपाली बजार हेर्दाखेरि सस्तो र राम्रो भरपर्दो जुत्ता चाहियो। त्यसको लागि चाहिँ हाम्रो नेपाली प्रोडक्टहरू सबैभन्दा उत्तम भन्नुहुन्छ हाम्रो कस्टमरहरूले। यसमा चाहिँ नेपाली प्रोडक्टहरूमा चाहिँ हजुरको के छ भनेदेखि कम्पनीले वारेन्टी सहित दिएर दिने हुँदाखेरि अहिले म्याक्सिमम बजारमा 80% चाहिँ नेपाली जुत्ताहरू अहिले राम्रोसँग बिकेको हामीले महसुस गरेका छौँ। जस्तै नेपाली प्रडक्ट भन्यो त्यो प्रडक्टको पनि नाम छ कि यत्तिकै नाम नरहेको ब्रान्डिङ हुन्छ। जस्तो यो भयो हजुरको यो रोयल सुजको जुत्ता भयो, यो हजुरको ड्युरेबल पनि छ, धेरै नै ड्युरेबल छ, कम्फर्टेबल पनि छ र लुक्स पनि विदेशीको भन्दा कम देखिँदैन। र विदेशी जुत्ता यत्तिकै भयो भने जति पर्छ त्योभन्दा 50% सस्तो चाहिँ यो नेपाली जुत्ताहरू पर्ने हुँदाखेरि कस्टमरको रोजाइमा अहिले म्याक्सिमम नेपाली जुत्ताहरू परिरहेको देखिन्छ। हजुर त्यस्तै गरेर अब विवाहको सिजन पनि आउन लाग्छ मागतिर होइन, त्यो खालमा चाहिँ लगाउने जुत्ताहरू चाहिँ कुन टाइपको छ? त्यो चाहिँ पार्टीवेयर टाइपको जुत्ता छ। हामीसित यस्तो पार्टीवेयर टाइपको लेदर टाइपको जुत्ता चाहिँ हाम्रो दुईवटा क्वालिटीको हुन्छ। एउटा हजुरको डेली विशेष जुत्ताहरू जो अफिस युज गर्नुहुन्छ, अफिस युजको लागि डेली विशेषको जुत्ताहरू हुन्छ। यिनीहरू चाहिँ हजुरको के हुन्छ भने हेर्दाखेरि साइनिङ नभए नदेखिए पनि तर ड्युरेबलको हिसाबले पार्टीवेयर सुजभन्दा यो धेरै नै ड्युरेबल हुन्छ। यो मिनिमम पनि हाम्रो पसलमा जति कस्टमरहरू आउनुहुन्छ उहाँले मैले 2 वर्ष 3 वर्ष लगाएँ मलाई त्यत्तिकै जुत्ता दिनुहोस् भनेर हाम्रो पसलमा आउनुहुन्छ। यो धेरै टिकाउवाला जुत्ता हो। यस्तो टाइपको जो डेली युजको जुत्ताहरू हो, जस्तो यो भयो हजुरको पार्टीवेयर जुत्ताहरू हो। यो हेर्दाखेरि लुक्स राम्रो हुन्छ, पार्टीवेयरको लागि साइनिङ हुन्छ। तर त्यसको दाँजोमा हजुरको यो अलिकति कम ड्युरेबल हुन्छ। लुक्स राम्रो देखिन्छ तर कम ड्युरेबल भएको जुत्ताहरू हो। बलियोकै हिसाबमा त यो भन्दा तपाईँको यो 2 वर्ष 3 वर्ष लगाइन्छ भनेदेखि यो हजुरको एभ्रिडे युज गर्यो भने 1 वर्ष त चल्छ, मिनिमम 1 वर्ष त चल्छ। तर यो जुत्ताहरू चाहिँ हजुरको एभ्रिडे युज गर्दा नि पनि यो जुत्ता चाहिँ लगभग 2 देखि 3 वर्ष चल्ने भए त्यसमा पनि हजुरको कम्पनीको वारेन्टी पनि हुन्छ। यो नेपाली जुत्ताहरूमा वारेन्टी कार्ड सहित दिएको हुन्छ, कम्पनीले आफ्नै वारेन्टी पनि दिएको हुन्छ। जस्तै अहिलेसम्म यो जुत्ता लानु भएको छ भने कसैले किनेर होइन, अब यो वारेन्टीको लागि चाहिँ यहाँ लिइरहनु भएको छैन? वारेन्टीको लागि यस्तो हुन्छ, दिनमा हजुरको 25-30 जोड जुत्ता बिक्छ। तर महिनामा 1 जोड 2 जोड आउनु भनेको त्यसलाई खासै हामीले वारेन्टीको लागि क्लेम लिएर आएको भन्न हामीले मिल्दैन। त्यो यो लोफर सुजहरू हो। यो जाडोको लागि यो बुटहरू हो। जाडोमा सबैभन्दा बढी जाडोमा एकदमै धेरै चाहिँ बिक्ने पनि यो होला होइन सायद बुट। हजुरको अर्को यो जुत्ता बिक्छ, चेल्सी बुट भन्छन् यसलाई। चेल्सी बुट भन्छ। सबैभन्दा बढी जुत्ता अहिले यो बिक्या हुन्छ। अनि एक साइज हजुरको यसैमा एक साइडमा हजुरको यो चेन भएको, यो एकदम लगाउनलाई कम्फर्टेबल भएको कारणले गर्दा सजिलो पनि हुने भएको कारणले यो पनि राम्रै बिकिरहेको छ। मैले जस्तै एकछिन यहाँलाई रोकेँ, जस्तै यो बुटमा चाहिँ अब अलिकति हाइट कम भएका जुन युवा आउनुहुन्छ नि, जस्तै उहाँहरूले चाहिँ यो अलिकति हिल चाहिँ अलिकति बढी भएको छ त्यो टाइपको खोज्नु न? त्यो टाइपको खोज्नुहुन्छ। तर हजुरको के हुन्छ भने यो जेन्ट्सको जुत्ताहरूमा चाहिँ लेडिजको जस्तो हाई हिल ब्लक हिल त्यस्तो हुँदैन। हिल भनेको सबै जेन्ट्सको जुत्ताको एउटै साइजकै नै हिल हुन्छ। त्यो ठुलो हिल सानो हिल भन्ने हुँदैन। अघि यो के भन्नुभएको थियो हजुरले? लोफर छ नि, यो चाहिँ कतिको जान्छ यहाँ? यो लोफर सुज राम्रै बिक्छ। यो भनेको चाहिँ हजुरको अलिकति यङ जेनेरेसनले लगाउने लेदर टाइपमा यङ जेनेरेसनले लगाउने जुत्ता हो। यो भनेको हजुरको क्याजुअल एभरग्रिन, यो जतिखेर पनि लगाउन मिल्छ। यो हजुरको हाफ प्यान्ट पनि लगाए भयो, जिन्स पनि लगाए भयो, दौरा सुरुवालमा लगाउनुहोस्, सुटमा लगाउनुहोस्, जेमा पनि यो सुट हुन्छ। हजुर यो खालको ब्लूहरू पनि राम्रो देखिरहेको छ नि, जस्तै यो पनि त्यही सेम होला? सेमै हो हजुरको। यो पनि बुट हो जाडाको लागि। यिनीहरू चाहिँ स्कुलको? यिनीहरू स्कुल सुजहरू हो। जस्तै यो स्कुलको चाहिँ कतिको जान्छ यहाँ? स्कुलको लगभग मैले यहाँ हजुरको पसल गरेको लगभग मैले 14 वर्ष भयो। 14 वर्षमा मैले गुडविल बनाएको छु। स्कुलको लागि पनि गुडविल बनाएको छु। एकदम धेरै जाने यहाँ? हजुर। यो जस्तो हेर्दाखेरि नि बलियो टाइपको रहेछ है? बलियो छ। यसमा पनि हामीले 6 मन्थ वारेन्टी भनेरै दिएको हुन्छ। यसमा पनि वारेन्टी छ? स्कुलकोमा नै वारेन्टी हुन्छ हाम्रो। धेरै राम्रो। जस्तै यो टाइपको अलि चुच्चो टाइपको लागि के भन्छ? यो पार्टीवेयर सुज हो। पार्टीवेयर हो। हजुर। यो पार्टीवेयर भयो हजुरको, यो पार्टीवेयर भयो। यस्तो टाइपको जुत्ताहरू पार्टीवेयर हुन्छ। यो चाहिँ जस्तो पार्टीवेयरको जुत्ताहरू चाहिँ कतिको जान्छ यहाँबाट? बानेश्वरमा सबैभन्दा बढी मैले बेच्ने भनेकै पार्टीवेयर सुजहरू हो।
म्याक्सिमम बेच्ने पार्टी वेयर सुज हो। कसरी चाहिँ यसको प्राइसहरू चाहिँ? यो हामीले हजुरको 50 to 100 भनेर डिस्काउन्ट गरेर 45, 46 सम्ममा बेच्ने गरेका छौँ। डिस्काउन्ट चाहिँ कति पर्सेन्ट दिनुहुन्छ? डिस्काउन्ट यस्तो हुन्छ, अब मेरो प्राइस 90% नेपाली जुत्ताहरू छ। यो नेपाली जुत्ता भनेको फिक्स रेट हुन्छ। त्यो फिक्स रेट हुँदाखेरि 10% कम्पनीले अफ गर अथवा स्क्रच कुपन दे भनेर भने हुन्छ। त्यही अनुसार अब कुनैमा बढी कुनैमा घटी गर्न मिल्दैन। त्यही भएर मैले चाहिँ हजुरको के गराएको छु भने विदेशी होस् नेपाली होस् 10% डिस्काउन्ट दिएर चाहिँ कस्टमरलाई दिने गराएको छु। यो मैले 10% डिस्काउन्ट दिँदा भने कस्टमरले अन्त किनेको भन्दा चिफै पाएको हुन्छ। उसले ऊ सन्तुष्टि नै हुन्छ यसमा। अब जस्तै धेरैजनालाई बार्गेनिङ गर्न मन लाग्थ्यो, उहाँहरूलाई चाहिँ यहाँ आउँदा अलिकति फाइदा नै भएन होइन? बार्गेनिङ गर्नु नपर्ने साथसाथै चाहिँ अलिकति टिकाउवाला सस्तो। यस्तो हुन्छ म्याम, के छ भने लगभग मेरो अहिले पर्सनल आफ्नै कस्टमरहरू छन्। हाम्रो उहाँ सर आउनुभयो, उहाँ मेरो पसलमा लगभग 3 वर्षदेखि जुत्ताको नमस्ते सर। रोयल सुज धेरै राम्रो छ। यहाँको शुभ नाम पहिला भन्नु। म श्याम सुन्दर अधिकारी। श्याम सुन्दर अधिकारी, तपाईँ कतिचोटि या भनौँ यहाँबाट चाहिँ कस्तो खालको जुत्ताहरू लानु भएको छ? मैले 3-4 पटक रोयल कम्पनीको जुत्ता लगाएको छु। जुत्ता राम्रो छ, टिकाउ छ र म उहाँको नियमित ग्राहक नै हो। जस्तै केही छ यहाँबाट चाहिँ तपाईँलाई हुन्छ नि, जस्तै सिजनेबलमा चाहिँ यहाँलाई चाहिँ छुट भएको त्यो चाहिँ भएको चाहिँ छैन अहिलेसम्म? नै सबै छुट दिइरहनु भएको छ। राम्रो किसिमकै रेस्पोन्स गर्नुभएको छ। के छ आवर सुज ग्यालरीलाई चाहिँ अझै धेरै चाहिँ राम्रो गर्नको लागि केही छ हाम्रो सञ्चालकजीलाई चाहिँ यहाँले दिनुपर्ने टिप्सहरू? पसल उहाँको अलिक सानो देखिया चाहिँ अलिक बढाउनु भएदेखि व्यापार भयो। हामी आवर सुज ग्यालरीमा रहेर चाहिँ यहाँका प्रडक्टहरू होइन विशेष गरेर चाहिँ सिजनेबल जुत्ताहरूको बारेमा चाहिँ हामीले तपाईँलाई जानकारी दिइरहेका छौँ। सञ्चालकजी स्वयं चाहिँ आज यो जुत्ताको बारेमा चाहिँ हामीलाई चाहिँ देखाइरहनु भएको छ होइन? तपाईँले सुनिरहनु भएको छ रेडियो अड्डेमा। यो थोरै यो माथिपट्टिको जुत्ता हेर्न चाहेँ मैले, यो चाहिँ कुन खालको जुत्ता हो सर? यो हजुरको यो नि स्नेकर्स टाइपको स्पोर्ट सुजै हो। स्पोर्ट सुजै हो। यो चाहिँ अलिकति यङ जेनेरेसनले मात्र लगाउँछन्। अलि हल्का पनि रहेछ है? हल्का छ, कम्फर्टेबल जगिङ गर्ने टाइपको सुजहरू हो यिनीहरू। हजुर। यो चाहिँ कतिको जान्छ यहाँ? जान्छ, राम्रै जान्छ यो पनि। के छ यसमा चाहिँ छुट्टै डिस्काउन्ट छ कि त्यही हो? नै त्यही हो, यहाँ मेरो पसन्द जे छ सबको हजुरको त्यही नै हो। जस्तै यहाँ जति पनि ग्राहकहरू आएर जानु भएको छ होइन, उहाँहरूले चाहिँ तपाईँलाई दिनुभएको फिडब्याक चाहिँ के हो त? होइन, मलाई उहाँले फिडब्याकमा के भन्नुहुन्छ भनेदेखि तपाईँको अघि हाम्रो सरले भन्नुभयो अलिकति तपाईँको पसल सानो भयो भन्नुहुन्छ। अब सानो तपाईँको बढाउनको लागि स्पेस पनि छैन। यो मैले नि महसुस गरेको कुरा हो। जुत्ताको लागि भन्दाखेरि त जुत्ता ड्युरेबल छ। उहाँले मलाई तपाईँको जुत्ता राम्रो छ, बलियो छ, तर पसल अलिक सानो जस्तो भयो। अलिकति ठुलो पसल बनाउनुले धेरै भेराइटी हेर्न पाइन्थ्यो कि भन्ने उहाँहरूको इच्छा जाहेर गर्नुहुन्छ। जस्तै जुत्ता सँगसँगै मैले मोजा पनि देखिरहेको छु कि होइन? अब जस्तै जुत्ता लानेहरूले यहाँबाट मोजा चाहिँ कतिको लानुहुन्छ नि? मोजै मात्र किन्न भनेर नि आउनुहुन्छ मेरो पसलमा। जस्ट मोजा मात्र चाहियो भनेर पनि आउनुहुन्छ। यो कस्तो खालको मोजाहरू चाहिँ राख्नु भएको छ यहाँले? यो हजुरको एङ्कल सक्स छ। हजुरको यो ट्रेकिङ अहिले जाडाको लागि एकदम ट्रेकिङ सक्स भयो यो। त्यसपछि यो फुट कभर भयो जुन हजुरको त्यो लोफर सुज देखाएँ अघि हजुरलाई मैले, त्यो सुजमा यो म सक्स लाउनु पर्यो। तपाईँको यो जाडाको लागि अलिक मोटो टाइपको भयो। एउटा पातलो कटन टाइपको पनि छ, यो भयो। म्याक्सिमम बिक्ने भनेको चाहिँ एङ्कल सक्सहरू बिक्छ मेरोमा। मैले यहाँ सेतो जुत्ता पनि देखिरहेको छु होइन, यो स्कुलको होइन? एकछिन निकालौँ न। यसको साइज छ त? साइज छ, साइज हामीसित एभरग्रिन। यो मलाई आफै पनि घरमा चाहिँ आफ्नो बच्चाको लागि चाहिने भएको यसो निकालौँ त। कति साइज निकाल्नु? कति साइज? 7 वर्षको चाहिँ नानु छ अनि बाबु चाहिँ 13 वर्ष। 12 नम्बर हजुरको। म फेरि यस्तो भएर चाहिँ जाम्न बानेश्वरमा जहाँ जहाँ पुगिरहेको छु नि, जुन पसलमा त्यहाँबाट चाहिँ मैले सामान पनि उठाइरहेको छु कि। धन्यवाद धन्यवाद। हजुर। अब यस्तो हुन्छ हजुरको यो एज भन्दा पनि हजुरको कोही बच्चाहरूको के हुन्छ खुट्टाहरू ठुलो हुन्छ। 12 नम्बर पनि छ? 12 पनि छ। 12 को चाहिँ अलिकति दिनु त, किनभने अब यो महिना जानलाई नि त। 12, 13 हजुर 12 चाहिँ दिनु होइन? अनि यो 12 वर्षकोलाई चाहिँ 12 वर्षकोलाई लगभग 1, 2 नम्बर 3 नम्बर। ल हेर्नुहोस् है, रेडियो अडियो सुनिरहनु भएको र साथसाथै फर्सी नेटवर्क हेर्दै रहनु भएको दर्शकबिन्दहरूलाई चाहिँ
म आफै पनि स्वयं होइन म चाहिँ जहाँ जहाँ ठाउँमा पुगेको छु त्यो ठाउँमा चाहिँ मैले सामान पनि किनिरहेको छु है। यो चाहिँ तपाईँहरूले चाहिँ सुनिरहनु भएको छ होइन, भिडियो मार्फत पनि हेरिरहनु भएको छ। म आज यो व्हाइट कलरको चाहिँ यो स्कुलको जुत्ता होइन, यो चाहिँ मेरो छोराछोरीलाई चाहिने भएकोले चाहिँ म लिँदैछु। यो चाहिँ 12 नम्बर, यो अलिक ठुलो हुन्छ दिदी। यो नै ठिक हुन्छ, 11 दिनु ल, 11 दिनुहोस् होइन। त्यसो गरेर चाहिँ अर्को पेयर यहीँ छ। यो चाहिँ अलिक सानो हुन्छ होइन, यो योभन्दा ठुलो दिनु त। 3 नम्बर दिनुहोस् त। यसको प्राइस चाहिँ कति, मलाई चाहिँ छुट छ कि छैन त्यसो भए? यस्तो हुन्छ, हजुरलाई पनि छुट, हाम्रो आउने कस्टमरलाई नि छुट, सबैलाई छुट हुन्छ। झन् रेडियो अडियोबाट चाहिँ आउने कार्यक्रम सञ्चालन गर्ने र रेडियो अडियो सुनेर बस्नुभएको जति पनि श्रोताहरू र फ्रसी नेटवर्क हेर्नुभएको दर्शकहरूलाई त केही पर्सेन्टको त छुट होला नि होइन, किनभने हामी रेडियो अडियो सुनेर आएको, फ्रसी नेटवर्क चाहिँ हेरेर आएको। त्यो आउनु भयो भने म यति पनि गरिदिन्छु। हजुर म रेडियो अडियो सुनेर आएको हो, मैले तपाईँको यति सेयर गरेँ भनेर उहाँले भन्नुहुन्छ भने उहाँलाई जो कम्पनीले जे डिस्काउन्ट दिएको छ त्योभन्दा पनि मेरो तर्फबाट थप डिस्काउन्टको व्यवस्था म गरिदिन्छु। र अलिकति मैले चाहिँ अब व्यापार व्यवसाय सङ्घतिर गएँ होइन, जस्तै नयाँ बानेश्वर व्यापार व्यवसाय सङ्घसँग तपाईँ आबद्ध हुनुहुन्छ होइन, यो विशेष गरेर तपाईँहरू जस्तो व्यापारीको लागि चाहिँ कतिको चाहिँ फलदायक छ? बानेश्वर व्यापार व्यवसाय सङ्घ भनेको हाम्रो अभिभावक हो, हाम्रो मम्मी बुवा जति हुनुहुन्छ बानेश्वर व्यापार व्यवसाय सङ्घ हाम्रो लागि त्यही नै हो। हाम्रो दुःख पीर मार्का बाध्यता जे छ हामीले राख्ने ठाउँ भनेको त्यही हो। अब हजुरलाई अर्को कुरा भन्छु, हामीलाई बानेश्वर व्यापार सङ्घले नोबेल बैङ्कसित कोर्डिनेसन गराएर हामीलाई महिला उद्यमी कर्जा पनि हामीलाई बानेश्वर व्यापार सङ्घबाटै हामीलाई भएको छ। म जस्ता धेरैवटा व्यापारीले यसको बेनिफिट लिनुभएको छ। यो कोरोनाको टाइममा हाम्रो पसलहरू त लगभग डामाडोल भइसकेको थियो, त्यसमा हामीलाई बचाउनको लागि बानेश्वर व्यापार सङ्घले यो अग्रिम भूमिका खेल्यो। त्यसको लागि म बानेश्वर व्यापार सङ्घलाई धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु। त्यो कारणले बानेश्वर व्यापार सङ्घ त हाम्रो लागि एकदम ठुलो हो, हामी एकदम मान्छौँ उसलाई। व्यापारीहरूलाई चाहिँ व्यापार व्यवसाय सङ्घले एकदमै धेरै साथ सहयोग गरिरहेको छ धेरै हो चाहे। अनि जस्तो हुन्छ नि अस्ति यो हुन्छ नि तपाईँहरूको ग्यादरिङमा होइन, कस्तो खालको व्यापारीहरू बिच कस्तो खालको कुराहरू आउँछ, जस्तै समस्याको कुराहरू पनि उठ्छ होला होइन, त्यो समस्याको कुराहरूलाई चाहिँ तपाईँले कतिको राख्नुहुन्छ होइन, कतिको त्यो कुरा समस्यालाई चाहिँ समाधानकोले चाहिँ कार्यान्वयन भएको छ? ग्यादरिङमा भनेको यस्तो, हजुरलाई जो बानेश्वर व्यापार सङ्घकालाई चाहिँ आफ्नो अभिभावक भनिहालेँ मैले हजुरले, आफ्नो पीर के हो, आफूलाई के अप्ठ्यारो परेको छ भनेर बिसाउने र सल्लाह गर्ने ठाउँ भनेको बानेश्वर व्यापार सङ्घ भएको हुनाले अस्तिको वर्षको हाम्रो एकचोटि त पिकनिक जस्तो प्रोग्राम गर्ने भनेकै हाम्रो खास नियमै त्यही हो। के व्यापारीहरूलाई के अप्ठ्यारो परेको छ त यो वर्ष, अब बानेश्वर व्यापार सङ्घले कसरी जानुपर्छ भनेर त्यही नै हाम्रो पिकनिकमा छलफल हुन्छ। पिकनिक भनेको हाम्रो जम्का भेट गर्ने र व्यापारीहरूको पीर मार्का बुझाउने थलो मात्र हो। त्यो के सल्लाह सुझाव छ नयाँ बानेश्वर व्यापार व्यवसाय सङ्घलाई तपाईँले दिनै पर्ने? अझै नयाँ बानेश्वर व्यापार सङ्घले जे गरिरहेछ त्योभन्दा अझै हामीलाई धेरै राम्रो गरोस्, हामीलाई अझै हाम्रो दुःख पीडाहरूलाई उसले झेलोस्, मेरै हो भनेर भन्नुहोस् भन्न चाहन्छु। अरू त बानेश्वर व्यापार सङ्घलाई भन्नु पनि त खास त्यस्तो केही छैन, सब उसले आफै गरिरहेछ। त्यही पनि गङ्गा म्यामलाई सोध्न चाहे जस्तै अब आवर सुज ग्यालरीमा किन आउने जुत्ता किन्न भन्ने प्रश्नमा के भन्न चाहनुहुन्छ? किन आउने तपाईँको पसलमा चाहिँ धेरै खालको होइन, या चाहिँ रोयल खालको ब्रान्डको पनि छ होइन, नेपाली ब्रान्डको बाहिरको पनि छ, स्पोर्ट सुज, लेदर सुज, पार्टी सुज, डेली युजको लागि क्याजुअल सुजहरू, अनि स्कुल कलेजको लागि पनि सुजहरू भएको भएर हजुरहरूलाई आवश्यकता परेको सामान यहाँ प्रायः जस्तो सबै नै पाइन्छ, आउनु होला भन्छु। होम डेलिभरीको सिस्टम छ कि छैन सर? होम डेलिभरीको सिस्टम जस्तो हाम्रो रेगुलर कस्टमरहरू हुनुहुन्छ, मैले हजुरको बालकोटसम्म पनि पुर्याइदिएको छु। मैले यतिसम्म नै गरिदिन्छु हो, आफ्नो रेगुलर कस्टमरलाई मलाई यसरी ल्याइदिनुहोस् भनेर भन्दाखेरि मैले पोसिबल भएछन् होम डेलिभरी पनि गरिदिएको छ। के छ अनि जस्तै अब पेमेन्ट गर्न पऱ्यो भने जस्तै मैले त आफ्नो लिइसकेको छु नि, जस्तै अनलाइन पेमेन्टहरू होइन, जस्तै कोही त क्यास बोकेर आउनुहुन्न नि त, अनलाइनको पनि छ है? हजुर छ अहिले प्रायः जसोको हातमा क्यास बोकेर हिँड्ने उनी छैन। के छ अन्तिममा भन्नुपर्ने? अन्तिममा अब रेडियो अडियो सुनेर बस्नुहुने जति श्रोताबिन हुनुहुन्छ, शुभचिन्तक रेडियो अडियोका शुभचिन्तक हुनुहुन्छ र बानेश्वर व्यापार सङ्घलाई माया गर्ने व्यापारीहरू हुनुहुन्छ, उहाँले धेरै सेयर गरिदिनुहोस् रेडियो अडियोलाई। हाम्रो बानेश्वर व्यापार सङ्घलाई पनि रेडियो अडियोलाई सेयर गर्नु भनेको हाम्रो बानेश्वर व्यापार सङ्घलाई सेयर गर्नु हो। नेपालमा चिनाउँ, आफ्नो आवाज सशक्तिकरण रूपमा राखौँ,
भन्ने चाहन्छु। हजुरले के भन्नुहुन्छ? मेरो पनि त्यही हो, उहाँको बनाइदियो, मेरो पनि त्यही हो। हस् तपाईँ दुवैजनालाई धेरै धेरै धन्यवाद। धन्यवाद। मैले चाहिँ अब अलिकति यो जुत्तामा लाउने पलिस होइन त्यो ब्ल्याक र ब्राउन रहेछ। यो ब्ल्याक कलर, यो ब्राउन कलर, यो चाहिँ सु साइनर। हजुर। जस्तै यो मैले के यो जुत्ता पसलमा यो देखिरहन्छु कि यो चाहिँ अनिवार्य नै हो कि के हो? यस्तो हुन्छ हजुरको लेदर सुजहरू जबसम्म पोलिस भएन भने यसलाई चाहिँ हजुरको म के संज्ञा दिन्छु भने हजुरले माइन्ड नगर्नु होला। यो लेडिजहरूले लिपस्टिक क्रिम पाउडर लाउने जस्तै यो जुत्ताको लागि क्रिम पाउडर हो। यो जुत्तालाई अट्र्याक्टिभ बनाउन यो लगाउनु पर्ने भयो। महिलाहरूको चाहिँ लिपस्टिक पाउडर चाहिँ यो चाहिँ जुत्ता, पुरुषहरूको चाहिँ जुत्ताको चाहिँ लिपस्टिक पाउडर क्रिम होइन त? ल हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन, सुनिरहनु भएछ। यो चाहिँ जुत्तामा लाउने पलिस चाहिँ उहाँले चाहिँ एकदमै नयाँ कुरा सुने मैले चाहिँ। यो भएन भने हजुरको जुत्ताको सो नि हराउँछ। चाहियो यो जसरी नि चाहियो। जस्तै कि सर मैले अब यहाँ जति पनि जुत्ता किन्न आउनुहुन्छ नि उहाँहरूलाई त थाहा नहुन सक्छ नि त, अनि तपाईँले चाहिँ यो पनि लैजानु सर भनेर भन्छ कि? मैले भन्नै पर्दैन, उहाँले आफैले माग्नुहुन्छ कि मलाई यो दिनुहोस् भनेर। भनेपछि यहाँ जस्तै ब्ल्याक कलरको रङ लाउने पलिस लाउने खालको चाहियो भने चाहिँ ब्ल्याकवाला मागिहाल्नुहुन्छ। मलाई ब्ल्याक कलरको दिनुहोस्, ब्राउन कलरको दिनुहोस्। यो चाहिँ अब अल कलर भयो, यो जुनमा नि लगाउनु मिल्छ, सेतो रातो हरियो पहेँलो। यो सुसाइनर भयो, यसले मात्र यसको काम चाहिँ टल्काउने, जुत्तालाई साइनिङ पठाउने मात्र काम हो। जस्तै यो चाहिँ कहाँको उत्पादन हो त? यो हजुरको इन्डिया हो। यो पनि यिनीहरू चाइनाको हो। यो इन्डियन पनि हुन्छ। इन्डियन चाहिँ हजुरको चेरीको हुन्छ। चेरी चाहिँ अलिक छिटो सुक्ने समस्या हुने कारणले यो चाहिँ 1 वर्षसम्म हजुरको स्टक बस्यो भने सुक्दैन। जस्तै कि यहाँ जुत्ता किन्न आउने जति पनि आउनुहुन्छ नि, जस्तै यो पलिस हेर्नुहुन्छ होला, अनि चाहिँ मलाई जुत्ता किने पलिस चाहिँ त्यतिकै दिनु न भन्छ नि? होइन त्यसो भन्नुहुन्छ, त्यतिकै त भन्नुहुन्छ मलाई जुत्ता किने एउटा मजा गिफ्ट दिनुहोस् भन्नुहुन्छ। अब कतिलाई त अब हार नसकेर दिन नि सकिन्छ, दिन नि भएको छ, दिएको पनि छु। अब कतिलाई चाहिँ अब खासै मार्जिन हुँदैन, त्यस कारणले गर्दा त्यसको सट्टा अलिकति अर्कोपल्ट म हजुरलाई मिलाइदिन्छु, यो यस्तो यस्तो छ भनेर उहाँहरूलाई ब्रिफिङ गरेर दिल खुस बनाएर पठाइदिन्छु। नमस्ते दिदी। नमस्ते। तपाईँ जुत्ता हेर्नु आउनुभयो? हजुर। अब आवर सुज ग्यालरीमा चाहिँ जुत्ता हेर्नु आउनु भएको छैन, आज कसलाई चाहिँ जुत्ता लिन आउनुभयो? बाबुहरूलाई। हजुर। बाबुलाई भन्ने बित्तिकै स्कुलको हो? स्कुलको। हजुर। तपाईँ यहाँ यो आवर सुज ग्यालरीमा पहिला पनि आउनुहुन्थ्यो कि आज पहिलोचोटि? म जहिले नि यहीँबाट लान्छु। हजुर। यहाँ पाउने जुत्ताहरू चाहिँ यहाँलाई कस्तो लाग्छ? राम्रो छ। अनि यहाँको दामहरू? ठिकै छ, माल हेरेर मैले गान त भइहाल्छ। अब तपाईँ यहीँबाट चाहिँ जुत्ता लगिरहेको छु भन्नुभएको छ होइन, जस्तै तपाईँले यहाँभन्दा पहिला लानुभएको जुत्ताहरू कतिको टिकाउ छ, कतिको बलियो थियो? ठिक छ, राम्रै छ भयो नि। ठिक छ। हजुर। के भन्न चाहनुहुन्छ आवर सुज ग्यालरीमा चाहिँ जतिजना पनि ग्राहकहरू आइसक्नु भएको छ होइन, तपाईँ जस्तो आइसक्नु भएको छ, र जो चाहिँ आउने क्रममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ आवर सुज ग्यालरीमा चाहिँ? राम्रो छ, त्यहीँबाट लानुहोस् भनिदिन्छु। हस्, धन्यवाद। हस्। रेडियो अडियो र नयाँ बानेश्वर व्यापार व्यवसाय सङ्घको संयुक्त प्रस्तुति जाम्न बानेश्वर तपाईँले सुन्दै हुनुहुन्छ। अब चाहिँ हामीसँग चाहिँ यस ग्यालरी सुजका आवर ग्यालरी सुजका चाहिँ सञ्चालक हुनुहुन्छ दुईजना होइन, उहाँलाई चाहिँ कार्यक्रममा स्वागत गर्नु। नमस्ते सर। नमस्ते। मैले चाहिँ अझ नमस्ते भन्दा सुरेन्द्र कुमार दाहालजी नमस्ते भन्नु पर्यो। हजुर। त्यसै गरी गङ्गा सेडाईजी हुनुहुन्छ। नमस्ते म्याम। नमस्ते। सन्चै हुनुहुन्छ? एकदम आराम छौँ। अघि तपाईँले चाहिँ अब धेरै थरीको जुत्ताहरू होइन चाहिँ देखाउनु भयो होइन, एकदम राम्रो होइन, मैले पनि किनेँ है। हजुर, किन्नुभयो? 2 जोर किन्नुभयो हजुरले? मलाई मिलाएर दिनुभयो नि? हजुर। म चाहिँ सुरुमा चाहिँ यो अब तपाईँको व्यवसायतिर लाग्छ नि, जस्तै तपाईँले यो व्यवसाय पहिलोचोटि सुरुवात गर्दाखेरि चाहिँ कहाँदेखि सुरुवात गर्नुभएको? स्टार्टिङै मेरो यहीँ हो, यहीँबाट सुरु नै मैले यहीँबाट गरेँ हो। फर्स्टमा हजुरको मेरो अलि कहानी लामै छ। मैले लेडिज गरिरहेको थिएँ, लेडिजको कपडाहरू गरिरहेको थिएँ, त्यसमा लगभग म 10-15 लाख रुपियाँ डुबेँ। हजुर, 10-15 लाख रुपियाँ डुबेपछि मैले फेरि जेन्ट्सको जुत्ता गरेँ। जेन्ट्सको जुत्ता गर्दाखेरि हजुरको राम्रै भयो। यो जुत्ताबाट चाहिँ म जग्गा पनि किनेको छु। सुरुवातमा तपाईँले चाहिँ कपडाको राख्दाखेरि चाहिँ तपाईँलाई 10 लाखको चाहिँ घाटा भयो? घाटा बिहोर्नु पऱ्यो पुगेँ म।
त्यतिखेर चाहिँ कस्तो के भएको व्यापार मान्छेहरूले चाहिँ जस्तै अब हुन्छ नि पब्लिक सामु या ग्राहक सामु चाहिँ तपाईँले यहाँ व्यवसाय गर्नु भएको छ भने त्यो ठाउँमा नपुगेको हो कि के हो खास? होइन, राम्रै थियो, राम्रै चलिरहेको थियो। जुन हाम्रो बाबुराम सरकारको भट्टराई प्रधानमन्त्री हुँदा रोड विस्तारको क्रममा चाहिँ हजुरको पसलहरू भत्क्यो नि त। त्यो हुँदा लेडिजहरूको लागि के हुन्छ भन्दाखेरि हजुरको एकदम ठुलो ठाउँमा धेरै सो गर्नुपर्ने हुन्छ। जेन्ट्सको त्यस्तो हुँदैन। जेन्ट्सको एभरग्रिन सधैँ एउटै सामानहरू चल्ने हो। थोरै सामानमा नि जेन्ट्सले चित्त बुझाएर बेच्न सकिन्छ भने लेडिजलाई त पोसिबल हुँदैन। ठाउँ सानो भएको कारणले गर्दा मैले चाहिँ लेडिजको सामानहरू सो गर्न सकिनँ के। त्यो हुँदाखेरि तपाईँको व्यापार कमजोर हुँदै गयो। त्यस कारणले मैले घाटा बिहोर्न पुगेको थिएँ त्यतिखेर। अनि जब जेन्ट्सको जुत्ता राखेपछि राम्रै छ, अहिले सन्तुष्टि छु। सरको कुरा सुन्नुभयो होइन म्यामले? अब 10 लाख रुपियाँ घाटै खाएपछि त अब व्यवसाय किन गर्ने भन्ने कुरा पनि लाग्यो होला नि तपाईँलाई होइन? के लागेन, पहिला त एकदम राम्रो थियो व्यापार। अब हामीले लेडिजको ब्याग कपडाहरू सबै राखेका थियौँ। अनि अब सटर लगभग आधी नै गयो नि त रोडमा। आधी गएपछि त स्पेस एकदमै सानो भयो। सानो भएपछि अब डिस्प्ले गर्ने ठाउँ पनि भएन। अब पहिला राखेको जति पहिला सामान राखेर बेचेको थियौँ त्यो पनि पाएन। नपाएपछि अब लेडिजको लागि स्पेस ठुलो चाहिने, त्यो पनि भएन। अनि बरु जेन्ट्सको जुत्ता राख भने त ठिक्क सटर पनि ठिक्क भयो जेन्ट्सको जुत्ताको लागि। त्यही भएर पसलले गर्ने भनेर हामी खुसी नै छौँ। अब सुन्नुहोस्, त्यो टाइममा के जस्तै त्यो लस टाइममा त तपाईँको घरमा भएको जुन तपाईँको जीवनसाथीले होइन सपोर्ट गर्नुभएको रहेछ नि त। सपोर्ट गरेर तपाईँले चाहिँ अब लस्ट भएको भएर पनि अहिले जग्गा किने घरै बनाइसके भन्नुभएको छैन। यति राम्रो कुरा के हुन्छ नि, मान्छेलाई चाहिँ यो सुन्दाखेरि पनि या रेडियो अडियो सुनेर बस्नु भएको श्रोताहरूले पनि ओहो लस्ट भए पनि पछि त गर्न सकिँदो रहेछ भन्ने कुरा पनि चाहिँ अलिकति हुन्छ नि पोजिटिभ कुराहरू आयो नि त है। हो, हाम्रो त्यही भइरहेको हो तपाईँ खालको के। हजुर, कुनै काममा असफलता प्राप्त भने त्यसलाई छोडेर भाग्नु हुँदैन भन्ने चाहिँ मैले खुद भोगेको हुँदाखेरि म सन्देश पनि त्यही दिन चाहन्छु सबैलाई। भने सुरुवातमा जसले जे गर्दै हुन्छ त्यसमा घाटा खाए पनि स्टप नगरिकन आत्तिनु भएन। आफूले धैर्यता गर्न सक्यो भनेदेखि दिन आउँछ। जस्तै अब लेडिजकोबाट तपाईँ जुत्तामा आउनु भएको छ नि, जस्तै जुत्तामा चाहिँ गर्नुपर्छ भनेर चाहिँ यहाँले सोच कहाँबाट ल्याउनु भयो? यस्तो भयो, जुत्ता जेन्ट्सको जुत्ता हुन त मैले लेडिजको पनि जुत्ता राख्न सक्दिनँ, तर त्यो भएन। लेडिजको लागि चोइस बढी चाहियो, जेन्ट्सको लागि त्यति धेरै चोइस चाहिँदैन। उनीहरूले खोजेको सामान भयो भने ठ्याक्क आउँछन्, यस्तो सामान छ लगाउँछन्, जान्छन्, चोइस कम गर्छ उनीहरूले। त्यस कारणले त जेन्ट्सकै जुत्ता रोज्नुको कारण चाहिँ ठाउँ सानो भएर मात्र हो, स्पेसै पुग्यो सानो भयो मलाई। अलिकति तपाईँलाई फापे जस्तो नि लाग्यो लेडिज भन्दा पनि। हजुर, होइन फाप्नु त लेडिजको नि फापेको थियो। अलिक ठुलो सटर हुँदाखेरि राम्रै थियो। चाहिँ सटर आधी सटर भएपछि चाहिँ अनि हामीले यतातिर लागेका हौँ, नत्र पहिला त सन्तुष्टि नै थियौँ। जस्तै यो आजको यो हामी आइरहेको यो जुन हामीले सुनाइरहेछौँ देखाइरहेछौँ होइन, जस्तै यो स्पेस त कम छ नि त होइन। अब तपाईँलाई सल्लाह सुझाव पनि दिनुभएको छ अलिकति बढाउनु पऱ्यो भनेर। यो बढाउनलाई चाहिँ के गर्ने त? अब त्यसो भए तपाईँले अन्यत्र पसलै सार्नु पऱ्यो कि पसलै सार्नु पऱ्यो कि सोरुम चेन्ज गर्नु पऱ्यो, अन्त जानु पऱ्यो। फेरि अन्त गइसकेपछि हजुरको के हुन्छ भने मैले फेरि नयाँ कस्टमर बनाउनु पऱ्यो। अहिले मेरो 12-14 वर्षदेखि जो कस्टमर छन्, रेगुलर कस्टमर छन्, तिनीहरूकोलाई मैले मेरो सोरुममा ल्याउनको लागि नि मलाई टाइम लाग्ने भयो। फेरि त्यो हुनुभन्दा बरु सानो ठाउँ भयो भने राम्रै चलिरहेछ भने किन सर्ने भन्ने मेरो मनसाय त्यो भएर चाहिँ यहाँ बसेको। यसलाई बढाउन पनि मिल्ने पोसिबल भएन। यो पसलमा चाहिँ को बस्नुहुन्छ? दुईजनामा म बस्छु प्राय जसो। हजुर, नाम पनि तपाईँकै नाममा रहेछ? हजुर हजुर। के हुँदो रहेछ यो खास? अब अहिले चाहिँ के भएको छ भन्दाखेरि चाहिँ धेरैजना चाहिँ व्यापारीहरूको चाहिँ महिला नै अगाडि होइन, महिला नैको नाममा हुने र महिला नै पसलमा बसेर चाहिँ व्यापार गर्ने चाहिँ अहिले एकदमै धेरै छापछाती चाहिँ देख्न पाइन्छ कि। अहिले चाहिँ अलिकति महिलाहरू चाहिँ सशक्ति भएको होइन, अलिकति गर्ने खालको होइन, पर्छ भन्ने आफ्नो खुट्टामा आफै उभिन सक्ने खालको। कतिको सपोर्ट गर्नुहुन्छ? एकदमै सपोर्ट गर्नुहुन्छ। होइन, उहाँले सामान ल्याइदिनुहुन्छ। अब बिहान बेलुका आएर पसलमा बसिदिनुहुन्छ। म त दिउँसो खाना खाएर केटाकेटीलाई स्कुल पठाएर आउने न हो। जस्तै अब सामान किन्दा आउँदाखेरि जुत्ता हेर्न आउँदाखेरि धेरै थरीका ग्राहकहरू आउनुहुन्छ नि त। अब त्यो ग्राहकहरू आउँदाखेरि कोहीले त हेर्ने लगाउने चेन्ज गर्ने होइन त्यो टाइपको नि आउँछन् होइन। कोहीले चाहिँ जस्तै कोहीले चाहिँ स्पोर्ट्स सुज चाहियो, सिधै स्पोर्ट्स सुजमा आएर चाहिँ मलाई यो फलाना चाहियो भने यति साइजको चाहियो लिने त्यो टाइपको हुन्छ नि। यो विभिन्न थरीका ग्राहकहरू आउँदाखेरि चाहिँ तपाईँले चाहिँ कसरी चाहिँ कन्भिन्स गराउन सक्नुहुन्छ? यस्तो भयो हजुरको विभिन्न यस्तो
कस्टमरहरूले के खोजेको छ भन्ने व्यापारी भएपछि कस्टमरले कस्तो सामान खोज्दैछ भन्ने उसको हाउभाउले थाहा पाइसक्यो। थाहा हुन्छ तपाईँलाई, हुन त 15 वर्ष भइसक्यो। हजुर, उसको कस्तो खालको उसले माग उसको डिमान्ड के हो भन्ने उसको हाउभाउले थाहा पाइसकेका हुन्छौँ र हामीले त्यही अनुसारको उसलाई जुत्ता देखाउने गरेको। मैले चाहिँ आज जुत्ता किन्छु भनेर थाहा थियो कि थिएन त यहाँलाई? अब हजुरले किन्नुहुन्छ भनेर त थाहा थिएन, तर हजुर किन्नु भयो भनेपछि तपाईँलाई पहिलेदेखि थाहा हुन्छ है। जस्तै कोही किन्ने नआउने खालको पनि थाहा हुन्छ ल हैन, यसले त किन्छ यसले किन्दैन जुत्ताहरू भन्ने हजुरको अब नर्मल्ली 100% स्योर त हुँदैन। कस्टमरले कुनै बेला किन्न नि सक्छ, नकिन्न नि सक्छ, तर हजुरको 80% चाहिँ थाहा भइसकेको हुन्छ यो कस्टमरले लिने हो, यो कस्टमर हामीलाई घुमाउन मात्र आएको, रिङ्गाउन आएको भन्ने हामीले थाहा पाइसकेका हुन्छ। 20% चाहिँ अब नलिने खालको छ भने तपाईँले चाहिँ अलिकति चासो दिनुहुन्छ कि अहिले लाँदैन? चासो भनेको कस्टमर भनेको भगवान् हुन्, चाहे लिने होस् चाहे नलिने होस् उनीहरूलाई देखाउनु भनेको हाम्रो कर्तव्य हुन्छ। हामी देखाउँछौँ, चाहे लिनुहुन्छ चाहे लिनुहुन्न। यदि मैले देखाउँदै उहाँको मन पग्लेले लिन नि त सकिहाल्नुहुन्छ नि त, उहाँले लिनुहुन्न भनेर छोड्ने त कुरा हुँदैन। उहाँलाई त जसरी भने कन्भिन्स गर्ने हो। अब आफूलाई मनमा हुँदा उहाँले किन्नुहुन्न भन्ने हुँदा पनि सकेसम्म कन्भिन्स गर्ने हो, लानु भएन भने केही छैन। हाम्रो त कामै यही हुन्छ। जस्तै गङ्गा म्याम पनि यहाँ पसलमै बस्नुहुन्छ होइन, जस्तै तपाईँ पसलमा बस्दाखेरि चाहिँ कोही लेडिज चाहिँ जेन्ट्सलाई किन्दिन आउने टाइपको छ कि छैन? हुनुहुन्छ, प्रायः जसो आउनुहुन्छ। तपाईँले साइज जस्तै मेरो श्रीमान कोही त श्रीमानलाई लिन आउनुहुन्छ नि, तपाईँले साइज आफै भनिदिनुहुन्छ कि अनुमान गरेर लानुहुन्छ? अनुमान पनि गर्नुहुन्छ। अब मैले फेरि अब साइज यो मान्छेलाई यत्रो साइज लाग्छ भन्ने चाहिँ मलाई नै हल्का उ भइसक्यो, अनि यति साइजको लैजानु भनेर हुन्छ। अब जस्तै कि अब यहाँ तपाईँ पसलमा बस्नुहुन्छ होइन, जस्तै महिला पनि त लिन आउनुहुन्छ नि होइन, महिला लिन आउँदाखेरि चाहिँ तपाईँले चाहिँ साइजहरूको हुन्छ नि, धेरैलाई साइज पनि थाहा, मेरो चाहिँ श्रीमान हो, अब साइज चाहिँ अलिकति कन्फ्युज भयो भन्ने खालको हुन्छ नि, उहाँहरूलाई चाहिँ तपाईँले साइज भन्ने चाहिँ यति लाग्छ होला। जस्तै आफ्नै श्रीमानको चाहिँ हुन्छ नि, आफ्नै श्रीमानको चाहिँ तपाईँले चाहिँ उदाहरण दिएर भन्नुहुन्छ कि होइन यो साइज लैजानुहोस्, सकेसम्म त अब तपाईँको भनाइअनुसार यो साइज तपाईँको श्रीमानलाई यो साइज ठिक हुन्छ, केही गरी भएन भने चेन्ज गरौँला न भनेर भन्छु। चेन्ज गर्नु चाहिँ कतिको आउँछ? आउनुहुन्छ, खासै त्यस्तो धेरै त होइन, जे भयो अब साइजै नमिलेपछि त राख्ने कुरा हुँदैन, लिएर आउनुहोस् भन्छु। साइज मिल्यो भने राखिहाल्नुहुन्छ, मिलेन भने चेन्ज गर्न आउनुहुन्छ। अब अहिले यो जाडोको मौसममा होइन, जाडोको जुत्ताहरूलाई चाहिँ कतिको यहाँले चाहिँ छुट दिनुभएको छ त? किनभने अब जो पनि रेडियो अडियो सुनिरहनु भएको छ होइन, फर्सी नेटवर्क हेरिरहनु भएको छ नि, यहाँ आउनुहुन्छ नि त अब यो कार्यक्रम सुनिरहेपछि हेर्नुभएको चाहिँ उहाँहरूलाई केही छ छुटको व्यवस्था? उहाँहरूलाई अब आएपछि विशेष छुट गरिन्छ। हजुर, भन्न पर्ने रेडियो अडियो सुनेर आएको र फर्सी नेटवर्क हेरेर आएको चाहिँ पर उहाँ। अब यो आवा सुज ग्यालरीमा चाहिँ तपाईँले चाहिँ आजको जुत्ताहरू हेरिरहनु भएछ, आज कसको लागि जुत्ता किन्नु भएको छ? यो मेरो आफ्नै लागि हो। तपाईँ यहाँ पहिला पनि आइरहनु भएको छ कि आज पहिलोचोटि हो? होइन, सधैँ यहीँबाट लाने हो। एकदम मिलाएर दिनुहुन्छ भाइले। यो कम्पनीको जुत्ता पनि राम्रो रहेछ, म सधैँ यहीँ आउँछु लिनलाई। के मनपर्छ तपाईँलाई यहाँको? खासमा यहाँको जुत्ताहरूको जुन बनेको त्यो अलिकति बलियो पनि टाइपको देखिरहेको छु कि मैले होइन, त्यो मन पऱ्यो कि यहाँ चाहिँ अलिकति मिलाएर दिनुहुन्छ भएर? होइन, अब जुत्ता राम्रो पनि छ, अब यो नेपाली ब्रान्डको जुत्ता पनि हो है, त्यो भएर अलिकति हामीले नेपाली उसलाई अलिकति प्राथमिकता पनि दिनुपर्ने हुन्छ। त्यस कारण भयो तपाईँले यहाँबाट किनेर लानु भएको जुत्ता? किने मैले त 10 वर्ष भइसक्यो। कतिको टिकाउ छ त यहाँ? जुत्ता एकदम टिकाउ, राम्रो छ, राम्रो जुत्ता। जस्तै अब तपाईँ जस्तै ग्राहक होइन, जो चाहिँ आइसक्नु भएको छ र जो चाहिँ आउने क्रममा हुनुहुन्छ अथवा रेडियो अडियो सुनेर बस्नुभएको श्रोताहरू पनि त अब यहाँ चाहिँ आवर सुज ग्यालरीमा आउने इच्छुक हुनुहुन्छ होला नि त होइन, के भन्न चाहनुहुन्छ उहाँ श्रोताहरूलाई चाहिँ? जुत्ता लिँदाखेरि त्यहीँ जानुहोस् भनेर भनिदिन्छु कि म। यहाँ जुत्ता राम्रो पनि छ, उहाँहरूको अब कस्टमरसँग बिहेभ पनि राम्रो गर्नुहुन्छ र मिलाएर पनि दिनुहुन्छ क्या उहाँहरूले। हो, जुत्ता किन्न पऱ्यो भने कहाँ जाने भन्यो भने मैले यहाँले के भन्नुहुन्छ? आवर सुज ग्यालरीमा भन्नुहुन्छ? म त आवर सुज ग्यालरी नै हो। धन्यवाद सर यहाँलाई। हस्, धन्यवाद। फर्सी नेटवर्क तपाईँले सब्सक्राइब गर्नुभयो? लाइक, कमेन्ट र घन्टी दबाउन नबिर्सिनुहोस्।